के भयो सर दिदी? एयरपोर्ट पछाडि हामी चाहिँ आउनै दिदी एयरपोर्ट पछाडि छौँ हो हामी चाहिँ। यसो आज दिदीहरूसँग भेटघाट गरेर घुमघाम गर्दै गाइसहरू एयरपोर्ट पछाडिको बाटो यतै हाई गर हाँसेर बस्छ। प्लेन गयो। हाम्रो टिम चाहिँ आज घुम्न जाँदैछौँ हो साथी हो। कहाँ घुम्न जाने दिदी हामी? पशुपति घुम्न जाने हो। ल जाऊँ जाऊँ। हिँड न कान्छ। हाम्रो यहाँ सानो छोरी पनि छ गाई। अब बनाउँदैछु नि त। अनि बिस्तारी बिस्तारी गेम खेलेको। तिमीले गेम खेलेको थियो? तिमीले गेम खेलेको थियो? हो एयरपोर्ट पछाडि हामी एयरपोर्ट पछाडिको बाटो हिँड्दै धुलो आएको छ। कलकत्ताको यो नाला होला होइन। हामी यहाँबाट कहाँ पुग्छौँ? पशुपति। मैले भनेको दिदी ऊ त्यो परको रुखमा टिकटक ऊ त्यो पर आज भाइ। ओ भाइ हेर त हाम्रो यो भाइ चाहिँ ऊ हेरे रुए। यो गोर्खाटारको खोलानिर यसो टिकटक बनाउँदै बसिरहेछौँ दिदीहरू नानीहरू बाबु यसरी। भाइ रेडी भइसक्यो है। ल ल अब ल मेरो भाइ बहिनी चाहिँ टिकटक बनाउँदै ल। अब सँगै बस्नु न अलि बहिनी सँगै बस्छ त अलि। छामालाई हेर नाच। सिकिहाल्यो अलि लामो गर्नु भने है। अहिले चाहिँ उफ्रिन्छ कान्छी। अघि चाहिँ उफ्रेन होइन? उफ्री फेरि पनि गर नि त। लु नभए फेरि अर्कै गीत। लु अर्कै। अहिले दिदीले गीत धेरै तानेन अनि। ल अब चाहिँ सँगसँगै बस्छ है दुईजना। सँगै लु अलि अगाडि। लु रेडी है रेडी। छिटो रेडी भनेको त। लु छिरी। लु रेडी लु। पहिला छिटै अलि ल है छिटै। ल अब चाहिँ लु भयो भयो छिरी। अब ल कान्छी नाच खोइ। हो नाच छोरी नाच। भयो ए न बहिनी छिरिङ जानु छ होला। आगे जस्तो अलि जरा भिज्यो। ए छेउमा झोली थिए। त्यसमा पनि खिचेछ। यस्ता छोरीहरू उडेर यस्ता अघि नै ड्राफ्टमा टन्नै ल्याउनु पर्थ्यो कि दिदीले। अब त उयो हो नि पशुपति पनि खिचेर एउटाले हानिदिनु न दिदी खिचिदिनु न। कान्छी त्यसरी झोला नफाल्नु। आफैले खिच्छ क्या हो। भिडियो बनाएको फोटो खिच्नु न दिदी। फोटो चाहिँ यो चाहिँ कागज आएको छ। पहिले लिएर आऊ त।
यहाँ बस्नुहोस् यहाँ नजाऊ छोरी बुङ हुन्छ है ल हेर्नुहोस् है गाइज हेर्नुहोस् है हाम्रो दिदीको यहाँ एकदमै फोटो खिच्नेमा मारामार व्यस्त छ कस्तो राम्रो हरियाली रमाइलो ठाउँ छ हेर्नुहोस् कस्तो राम्रो ठाउँ हेर्नुहोस् गाइज सानो छोरी पनि छ हेर्नुहोस् गाइज कस्तो लाग्छ हजुरहरूलाई ओइ ओइ ल आऊ जाऊँ हामीले टिकटक पनि बनाइसक्यो नाची पनि सक्यो अब हामी कहाँ जाने दिदी यो हामी कुन ठाउँ आएको रे यो चाहिँ गोर्खेटार डाँडा ए हामीले टिकटक पनि बनाइसक्यो होइन क्यालोरी मिल्यो नि त एउटै हो नि त ओ ए एउटै क्यालोरी एउटै ऊ हो त एउटा गीत गाउनु न एउटा गीत गाउनु न के गीत रे पाटुकी बासेको मुसु मैकोटा रुकुम मैकोटा मैकोटा रुकुम मैकोटा आँखानी राम्रै हो खोटा आँखानी राम्रै हो खोटा टिकटक के कति धेरै बनाउन आउँदो रहेछ नाच्न आउँदो रहेछ पहिला थियो टिकटक होइन अँ अनि टिकटक बन्द भएन क्या मोबाइल छोरोले लगिहाल्यो अनि मोबाइल सानो हेलो गाइजहरू हामी चाहिँ अब कहाँ पुग्छ अरे दिदी यहाँबाट चाहिँ यो गौरीघाट नयाँ पुल गौरीघाट हो यहीँबाट हो पारी जाने अगाउँदैछ के खाने हो यो बागमती खोला हो यस्तो छ गाइडहरू हेर्नु होला कस्तो छ अब चाहिँ हामी यहाँबाट कहाँ जाने भाइ ऊ पर जाने हो मम्मीहरू अगाडि हिँडिरहेको छ देख्यो होला आजको हाम्रो घुमघाम कता थियो भाइ यो तलबाट जाने होइन यहाँनिर आइपुग्यो तिमीले के किनेर खायौ काफल लगेरी कुटुक्का भयो भुतुक्का भने जस्तो हो क्या यसलाई पनि के भन्छ यो ठाउँलाई पनि के भन्छ गोर्खेटारै नयाँ पुल गोर्खेट
नि यहाँ यसरी तपाईँहरू पनि हिँड्न सक्नुहुन्छ आएर टक्क लाएर अब गर्मीको महिना छ है अनि टक्क हावा अघि हामी नाचेको पारी नाचेको अहिले हामी यहाँ वारी आइपुग्यौँ होइन नाचेकै छ कस्तो राम्रो सिन छ यहाँ वाउ त्यो अगाडि हिँड्ने दिदी बोल्दै बोल्दैन थक्सक हिँड्ने मात्रै हो ओइ भाइ आऊ छिटो अहिले हराउँछ खै त्यो साँच्चै आऊ है अहिले हराउँछ आऊ है हामी त गएकै ए यसरी मान्छेहरू पनि बसिरहेछ हेलो कति राम्रो क्युटीमा क्युटी ब्युटीमा ब्युटी तर यहाँ हिँड्नलाई कस्तो राम्रो रहेछ क्या खुट्टा दुख्यो अरे दिदीको अर्को जुत्ता लाउनुपर्छ आज यतै बस्ने हो